सुर्खेतका दिलीप परियारले केटीको आवाजमा यति मिठो गीत गाउँछन्। नपत्याए एकचोटि यो आवाजलाई सुन्नुहोस् त। त्यसै पागल भाछैन सानो भाछैन सानो कसलाई आफ्नो को सम्झौ बिरानो म त एक्लै रोने होला नि यता घरबार उता छ पिराती अब पागल हुने होला नि। कस्तो मिठो गीत गाउनु भयो, म छुट्याउनै गाह्रो भयो। तपाईँ यहीँ नजिक हुँदाखेरि मात्रै मैले चाहिँ तपाईँ केटा हो भन्ने चाहिँ मैले प्रमाणित गरेँ, तर तपाईँको आवाजले चाहिँ म प्रमाणित गर्न नसक्ने भए। आरन पेसा र ज्याला मजदुरी गर्दै आफ्नो परिवार पाल्दै आइरहेका उनै दिलीप, जसको सानैदेखिको सपना भने गायक बन्ने थियो। मान्छेका हरेक किसिमका क्षमता हुन्छन्, कला हुन्छन्, प्रतिभा हुन्छन्। ती कलाहरू कतिपय ठाउँमा लुकेर रहेका हुन्छन्। आफ्नो आर्थिक हुन्थ्यो भने म चाहिँ आफ्नो जहाँ प्रतिभाको सम्मान हुन्छ, जहाँ मेरो प्रतिभा जीवित रहन्छ त्यहाँसम्म पुग्थ्यो होला। आफ्नो भोइसलाई चाहिँ मैले जीवित राख्थेँ होला भन्ने लाग्थ्यो। मेरो साथमा बसिरहेको जुन युवा जसको कला प्रतिभा एकदमै राम्रो छ, तर कस्तो छ म तपाईँले देखाउनको लागि यो ठाउँसम्म आइपुगेर उहाँसँग कुराकानी सँगसँगै उहाँको कलालाई प्रस्तुत गर्नको लागि जोडिएको छु। मान्छे भन्दा ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छुँदा पानी बिस हुन्छ र, जति सक्छौ तर्क मायालु, यो समाजले काँचोले फेर्दैछ, अझै केही दिन पर्ख मायालु, छ मनमा खिन्नता, छ मनमा खिन्नता, किन हुन्छ मान्छेमा भिन्नता, म कसरी तर्काउ मायालु, मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु। म उहाँलाई स्वागत गर्छु। यो भिडियो अन्तिमसम्म हेरेर तपाईँको मनमा लागेका कुराहरू चाहिँ पक्कै कमेन्ट गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै म उहाँलाई स्वागत गर्छु। सबैभन्दा पहिले हजुरलाई स्वागत गरेँ, सँगसँगै मेरो नमस्कार। नमस्कार। ओहो, तपाईँको शुभ नाम? मेरो नाम दिलीप परियार। दिलीप परियार? हजुर। अनि तपाईँको आवाज त दीपिका जस्तो छ त। हजुर, यस्तै पहिलेदेखिबाट यस्तै थियो। हजुर। अनि त्यस पछाडि अलि ठुलो भइसकेपछि अनि दुवै भइस छ। कस्तो यो आवाज तपाईँको बचपनदेखिकै हो कि यो अहिले चाहिँ बनाएको हो? एकदम बचपनमै थियो यस्तो त। अनि सबैजनाले माइली भनेर बोलाउनुहुन्थ्यो, खुसी लाग्थ्यो। ए, माइली भनेर बोलाउनुहुन्थ्यो? हजुर। भनेपछि तपाईँ माइलो हो कि माइली हो त अहिले? माइला पनि माइली पनि। जस्तो हजुरले यो केटीको आवाज निकाल्नु भयो नि, मसँग बोल्दै गर्दाखेरि यो तपाईँको रियल भोइस हो कि यो बनाएको आवाज हो भन्ने चाहिँ मलाई अझै पनि त्यो मनमा चाहिँ छ कि अब यो चाहिँ पुष्टि गरिदिनुहोस्। यस्तो लेडिज भोइस त पहिलेदेखि थियो। सानोमा नै अब सबैजनाले छोरी मान्छे जस्तै गरेर माइली भनेर बोलाउनुहुन्थ्यो। अनि छोरा मान्छेको भोइसमा पनि बोल्छु, अनि छोरी मान्छेको भोइसमा पनि बोल्छु। भनेपछि अहिले चाहिँ छोरी मान्छेको भोइसमा बोलिरहनु भएको छ होइन? यो चाहिँ आफूले बनाएको भोइस हो। हजुर। अब चाहिँ तपाईँले केटा मान्छे दिलीपको जस्तै आवाज गरेर बोलिदिनु पर्यो।
हजुर तपाईँ घरको चाहिँ कुन छोरो? माइलो छोरो। माइलो छोरो। हजुर माइली भनेर पनि बोलाउनुहुन्थ्यो पहिले होइन त? हजुर माइली भनेर पनि बोलाउनुहुन्छ कतिपयले, अझै पनि बोलाउनुहुन्छ। अहिले तपाईँले बिहे पनि गरिसक्नुभयो? हजुर बिहे गर्नु अगाडि लभ पर्दाखेरि म्याडमलाई चाहिँ यसै गरी झुकाउनुहुन्थ्यो? हजुर झुकाउँथेँ। अनि उहाँले दुबई आजमा अनि मेरो गीत सुन्नुहुन्थ्यो। गीत पनि गाउनुहुन्छ हजुरले? हजुर। अब तपाईँको एउटा गीत सुनौ, अन्य कुराकानी त छँदैछ। हजुर हुन्छ। त्यसै पागल भा छैन सानो भा छैन सानो कसलाई आफ्नो को सम्झौ बिरानो म त एक्लै रोने होला नि यता घरबार उता छ पिराती अब पागल हुने होला नि यता घरबार उता छ पिराती सायद पागल हुने होला नि। कस्तो मिठो गीत गाउनु हो, म छुट्याउनै गाह्रो भयो। तपाईँ यहीँ नजिक हुँदाखेरि मात्रै मैले चाहिँ तपाईँ केटा हो भन्ने चाहिँ मैले प्रमाणित गरेँ, तर तपाईँको आवाजले चाहिँ म प्रमाणित गर्न नसक्ने भए। यो तपाईँको आवाजले यसरी चाहिँ परिवर्तन गर्दै गर्दाखेरि कतिको समस्या हुन्छ? घाँटीमा चाहिँ केही समस्या होला नि त होइन? अलि हाई लेभलमा जाँदाखेरि अलि स्वर सुक्न खोज्छ, अलिक स्वर पुऱ्याउन गाह्रो हुन्छ। लगभग लोकगीत चाहिँ अलि सजिलै हुन्छ भन्नुपर्छ है। हजुर। जस्तो गाउँघरमा बसिरहनु भएको छ, गाउँघरमा चाहिँ घाँस दाउरा जाँदाखेरि यिनै गीतहरू गाउनुहुन्छ? हजुर यिनै गीत गाउँछु, सबैजनाले सुन्न मन पराउनुहुन्छ। यहाँका छरछिमेकीहरू आफन्तीहरू कतिको झुक्काउनुहुन्छ नि? झुक्काउन त धेरै झुक्काउने गरियो, कतिपयको घरमा चाहिँ झगडा पार्ने काम पनि गरियो लेडिज भाइसँग बोलेर। ए त्यो कहानी सुनौँ न, कसरी के? हजुर सुनौँ न। त्यस्तै एकजना साथी हुनुहुन्थ्यो, उहाँको अब परिवार चाहिँ यतै घरमै, उहाँ र म कमाउन जाने। उहाँ घर आएको बेलामा चाहिँ एकदम मैले उहाँकै पिरिमेका जस्तै गरेर झुक्काउँथेँ कि। हजुर। अनि त्यस पछाडि उहाँले फेरि मलाई दह्रो गाली गर्नुहुन्थ्यो। मैले फेरि होइन, उहाँको र मेरो त पहिल्यै देखेर प्रेम सम्बन्ध छ, अनि तपाईँ को हुनुहुन्छ भनेर एकदम मैले पनि उताबाट जोरदारसँग फोन गरेर गाली गर्थेँ। हजुर। भनेपछि त्यसरी झुकाउँदै गर्दाखेरि पछि उहाँहरूको बिचमा झगडा पनि भयो? झगडा पनि भयो उहाँहरूको। पछि मिलाउनु पनि भयो? हजुर। के भनेर भन्नुभयो त फेरि? पछि अब मैले नै झुकाएको भनेर भने, अनि उहाँहरूले पताउनु भएको थिएन। अनि फेरि उहाँकै सामुन्ने अनि यस्तै बोल्दै अनि बल्ल थाहा पाउनुभयो उहाँले। अब जस्तो गीत पनि गाउनु हुने रहेछ, यो गीत सङ्गीत चाहिँ कस्तो बचपनदेखि गीत पनि गाउने हो कि अथवा उमेर बढे सँगसँगै आफ्ना मनका दुःख पीडाहरू चाहिँ गीत मार्फत गाउँ भनेर गीत सङ्गीतमा चाहिँ चासो बढेको त? मैले त गाउन त सानैदेखिबाट गाउँथेँ। हजुर। बाबा मम्मीहरूले भन्नुहुन्थ्यो सानोमा धेरै नगीत गा, कर्म राम्रो हुँदैन भन्नुहुन्थ्यो। अझै म लागि गीत गाउँथेँ। हजुर। भन्न त भन्छन् गीत सङ्गीतमा लाग्ने, गीत गाउने मान्छेको कर्म चाहिँ खासै त्यति राम्रो हुँदैन भन्छन् होइन? हजुरलाई चाहिँ कस्तो लाग्छ यो कुरामा चाहिँ? मलाई चाहिँ अब एकदम गीत नै गाएर अगाडि बढु, आफ्नो जिन्दगी सुधारु, केही न केही गरेर देखाम जस्तो लाग्छ। अनि त्यस्तै छ मेरो अब आर्थिक कमजोरीले गर्दाखेरि अलि अगाडि बढ्न नसकेको अवस्था छ। अब यस्तै साथ पायो भनेदेखि अब लगभग मेरो सपना पनि पुरा हुनेछ जस्तो महसुस गरेको छु। अब अलिकति म पारिवारिक कुरा म एकछिन पछि जोड्छु, त्योभन्दा अगाडि अलि रमाइलो गर्न मन लाग्यो। जस्तो तपाईँ बिहे पनि गरिसक्नुभयो, कति वर्ष भयो बिहे गरेको? अहिले ठ्याक्कै 12 वर्ष भयो। 12 वर्ष। तपाईँहरूको
जो प्रेममा हुनुहुन्थ्यो त्यो बेला चाहिँ केटीको आवाजमा बोल्दै गर्दाखेरि म्याडमले झुक्काउँदै गर्दाखेरि के भन्नुहुन्थ्यो, के भनेर झुक्काउनुहुन्थ्यो? मैले अब उहाँलाई अब मेरो प्रेमिकासँग तपाईँले अब फोन गर्नुहुन्छ अरे अनि भनेर केटीको आवाज भन्दिनँ त अनि हजुर मैले अब मेरो प्रेमिकालाई चाहिँ अब किन फोन गरेको अनि तपाईँले किन फोन गर्नुहुन्छ, मेरो उहाँको र मेरो पहिलेदेखिबाट प्रेम सम्बन्ध छ, तपाईँले यसरी आइन्दामा फोन नगर्नु होला, मैले तपाईँलाई चिनेछु, फेरि त्यहीँ आएर झगडा गर्नु नपरोस् भनेर भन्थेँ। अनि उहाँ फेरि डराएर फोनै काट्नुहुन्थ्यो। अनि आफूले मन पराएको आफूले माया गरेको मान्छेलाई त्यस्तो भन्दै गर्दाखेरि त उहाँको मन त पक्कै दुख्यो होला नि? एकदम दुःखै हुँदो। अब के भन्नुहुन्थ्यो त उहाँले? अब पछिबाट सम्झाउँथेँ मैले। के भनेर सम्झाउनुहुन्थ्यो त्यो केटाको आवाज भन्नु? मैले झुकाएको अनि दुःख नमान्नु है भनेर भन्थेँ। अनि त्यस पछाडि उहाँले अब ठहराउनै सक्नुहुन्थेन। अनि त्यस पछाडि मैले यस्तो यस्तो भएर हो मैले झुकाएको, अप्ठ्यारो नमान्नु भन्दाखेरि हुन्छ भनेर भन्नुहुन्थ्यो। अलिकति म लभको कुरा पनि गरेँ, स्टोरी चाहिँ सुन्न मन लाग्यो। यति राम्रो कला भएको मान्छेसँग केही न केही कला नभएर त पक्कै उहाँ पनि जोडिनु भएको होइन कि जस्तो पनि लाग्छ। उहाँले चाहिँ कस्तो गीत सङ्गीतमा पनि चासो राख्ने मान्छे हो? बुढीले त खासै राख्नुहुन्न, तर मलाई चाहिँ अब यताउता हिँड्ने बेलामा चाहिँ उहाँले साथ दिनुहुन्छ। जानुहोस् आफ्नो प्रतिभा राख्नुहोस्, डराउनु हुँदैन, आफ्नो प्रतिभा देखाउँदैमा राम्रो हुन्छ भनेर भन्नुहुन्थ्यो। तपाईँको लभ चाहिँ कसरी पर्यो, कहाँ भेट भयो? त्यस्तै अब एकजना मामाले चाहिँ भेट गराइदिनु भयो। अनि त्यस पछाडि अब फोन नम्बरहरू माग्ने कुरा भयो। म्याडमको त अब नम्बर थिएन, मोबाइल थिएन। अनि त्यस्तै छिमेकीबाट कुरा हुन्थ्यो। कुरा हुँदै गहिराइमा डुब्नुभयो? हजुर। अनि त्यस पछाडि 6-7 महिनासम्म कुरा भयो। अनि त्यस पछाडि बिहे भयो। अहिले सन्तान कति छन् हजुरको? एउटा छोरी एउटा छोरा। अब जस्तो तपाईँ यो उमेरमा चाहिँ गीत सङ्गीतको चासो त्यत्तिकै छ, सँगै तपाईँको एक्स्ट्रा अझ केटीको आवाजमा त्यो निकाल्न सक्ने क्षमता उस्तै छ। यो बिचमा म अलिकति पारिवारिक कुरा जोडेँ, जस्तो यसरी पछि पर्नुमा के कुराहरू चाहिँ हुँदो रहेछ, के कुराहरू चाहिँ भइदिएको भए सायद म गाउँमै सीमित चाहिँ पक्कै हुने थिएन होला जस्तो लाग्छ। मलाई अब त्यस्तै अब घरबाट पनि आफ्नो आर्थिक भएन। दोस्रो कुरा अब त्यति बाहिरबाट पनि अब कोही सहयोग गर्ने जस्तो पनि हुनु भएन। अनि लगभग मलाई अब यस्तै सहयोग गर्ने मान्छे र आफ्नो आर्थिक हुन्थ्यो भने म चाहिँ आफ्नो जहाँ प्रतिभाको सम्मान हुन्छ, जहाँ मेरो प्रतिभा जीवित रहन्छ त्यहाँसम्म पुग्थ्यो होला। मैले आफ्नो भोइसलाई चाहिँ मैले जीवित राख्थेँ होला भन्ने लाग्थ्यो। अहिले के गर्नुहुन्छ हजुरले? हजुर, अहिले यस्तै लेबरी काम गर्ने अनि जानकी राइटी पाल्ने, ड्यारी मजदुर नै गर्छु। अब केटाको आवाजमा गीत सुनौ, अरू कुराकानी पछि गरौँ। हुन्छ। मान्छे भन्दा ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छुँदा पानी बिस हुन्छ र, जति सक्छौ तर्क मायालु, मैले छुँदा छोइन्छ भने त, सुनपानीले छर्क मायालु, ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छुँदा पानी बिस हुन्छ र, जति सक्छौ तर्क मायालु, मैले छुँदा छोइन्छ भने त, सुनपानीले छर्क मायालु,
मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु। अब यही गीतलाई केटीको आवाजमा चाहिँ गाउँदा कस्तो सुनिएला? हुन्छ। मलाई पनि छ मनमा खिन्नता, छ मनमा खिन्नता, किन हुन्छ मान्छेमा भिन्नता, म कसरी तर्काउ मायालु। यो समाजले काँचोले फेर्दैछ, अझै केही दिन पर्खा मायालु। छ मनमा खिन्नता, छ मनमा खिन्नता, किन हुन्छ मान्छेमा भिन्नता, म कसरी तर्काउ मायालु। यो समाजले काँचोले फेर्दैछ, अझै केही दिन पर्खा मायालु। यो समाजले काँचोले फेर्दैछ, अझै केही दिन पर्खा मायालु। अब जस्तो गीत सङ्गीतमा लागेको मान्छे दोहोरी पनि गाउने होला हजुरले? हजुर गाउनुहुन्छ हैन? गाउँछु। तपाईँको त यस्तो पनि भयो कि केटी साथी चाहिँ नचाहिने हो रहेछ नि? हजुर हजुर एकदम। अब कतिपय कार्यक्रममा जाँदा पनि मैले दुवै भोइसमा गाउने गर्छु। अनि कतिपयले भन्नुहुन्छ केटी साथी चाहिँदै रहन्छ, आफै गाउनुहुँदो रहेछ भन्नुहुन्छ, खुसी लाग्छ। ल अहिलेको पार्टमा चाहिँ हामी यति कुराकानी गर्छौँ। अब जस्तो अन्तिममा हजुरका गीतहरू सुनायौँ, हजुरको कला प्रस्तुत गऱ्यौँ, हेर्ने दर्शकहरूलाई चाहिँ के भन्नुहुन्छ नि? म मेरा दर्शकहरूलाई सबभन्दा पहिला मेरो नमस्कार। मेरो नाम दिलीप परियार। जतिले मेरो भोइस सुन्नुहुन्छ लाइक, सेयर, कमेन्ट गर्नुहोला, कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु।